नमस्ते सम्पूर्णमा आज हामी यो वैशाखको महिनामा यहाँ यो पानी भएको ठाउँ यहाँ चाहिँ एकदम माछा पनि पाउन सक्छ। यो ठाउँमा आएका छौँ। यहाँ चाहिँ हामीले अब एउटा तपाईहरुलाई महत्त्वपूर्ण ठाउँ यो चाहिँ हामीले विगत केही वर्षदेखि रुचाइएको हाम्रो सबै टिमले रुचाइएको ठाउँ हो। यहाँ चाहिँ अब तपाईहरुले केही यहाँ दृश्यहरू तपाईहरुलाई यहाँ देखाउन लागिरहेको छु, हेर्नु होला। र तपाईहरु नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सम्पूर्णले प्रमोट गरिदिनु होला भन्ने पनि यहाँ तपाईहरुलाई अनुरोध गरे। सम्बन्धित कार्यक्रममा चाहिँ हामीले यहाँ स्वेलिङ गरेका थियौँ, अब सुरु हुँदैछ। त्यो पनि हामी यहाँ यसो देखाउन गइरहेका छौँ तपाईहरुलाई। हामीले चाहिँ यहाँ अहिले स्वेलिङ गरेर अनि बाइकहरू गाडीहरू हिँड्नलाई गाह्रो भएर यहाँ केही माटोहरू चाहिँ अहिले राखिएको छ, नत्र यहाँ पुरै स्वेलिङ गरिएको थियो। सक्नुहुन्छ कि स्वेलिङको साइडहरूबाट पुरै हिँड्न गाह्रो हुने भएर चाहिँ अझ माटो हाल्नु यसो स्वेलिङ गरेको चाहिँ स्थानीय गाउँ स्वेलिङ नगर्दा पनि गाह्रो, स्वेलिङ गर्दा पनि गाह्रो होइन। त्यो पारीको र उहिले होला होइन, भारीको होला त्यो पारीको होइन। लामी डाँडा भनिसकेपछि त यो त के जलामुखी गाउँपालिका कि के हो त? बजी गाउँपालिका माथिको तर हाम्रो गाउँमा अझ पुरै देखिया 4 नम्बर हेर्नु पारेको तलसम्म हो। यहाँबाट उता चाहिँ एउटा हस्पिटल छ होइन। यो अब फेरि यहाँ अब स्वेलिङ सुरु भयो। तर यो स्वेलिङ पनि गाडीहरूले फ्याल्दैन रहेछ क्या है। स्वेलिङ नहाले बाटो अडिँदैन। साह्रै साह्रो होइन। ऐँसेलुको दाना हो तपाईँको कम्तारमा राम्रो हुन्छ कि ऐँसेलु